भन्ने कुरा एभ्रिथिङ आई विल इन्क्लुड इन दिस भिडियो। चाहिँ यसको नोजलबाट पास हुन सकेन भने त्यो हामीले कलर गर्न सकिन्छ। इफ तपाईले चाहिँ 5 घण्टाको काम चाहिँ 1 आवरमा गर्नुभयो भने तपाईको 4 घण्टा चाहिँ सेभ हुन्छ। अब 5 घण्टामा गर्ने काम विथिन 1 आवरमा तपाईहरुले गर्नुहुनेछ। यस हेलो फ्रेन्ड, टुडे आई एम गोना टक अबाउट दिस इनको ब्रान्ड पेन्ट स्प्रे गन मेसिन। र यो मेसिन चाहिँ मैले लास्ट विक पर्चेस गरेको थिएँ भने टुडे आई एम गोना टेस्ट हैन। यसले चाहिँ कतिको राम्रो परफर्मेन्स दिन्छ, कतिको राम्रो चाहिँ फिनिशिङ दिन्छ भन्ने कुरा एभ्रिथिङ आई विल इन्क्लुड इन दिस भिडियो। सो तपाईहरुले यो भिडियोलाई अन्तिमसम्म हेर्नु नबिर्सिनु होला। यदि तपाई पनि कार्पेन्टरमा एज अ वुड क्राफ्टर काम गर्नुहुन्छ भने यस दिस इज भेरी गुड फर यु। यसले चाहिँ तपाईको टाइम सेभ गर्नेवाला छ। इफ तपाईले चाहिँ 5 घण्टाको काम चाहिँ 1 आवरमा गर्नुभयो भने तपाईको 4 घण्टा चाहिँ सेभ हुन्छ। सो त्यो 4 घण्टामा चाहिँ तपाईले एक्स्ट्रा अरु काम गर्न सक्नुहुन्छ विथ द हेल्प अफ दिस मेसिन हैन। अनि मैले चाहिँ अगाडि यसको अनबक्सिङ भिडियो पनि हालेको थिएँ र मैले अर्को पनि मेसिनको अनबक्सिङ भिडियो हालेको छु जुन चाहिँ नेल गन मेसिन चाहिँ इनको ब्रान्डकै। सो त्यो पनि एकदमै धेरै युजफुल हुन्छ। म तपाईहरुलाई त्यसको भिडियो पनि तपाईहरुलाई म यहाँ लिंकमा राखिदिने छु बायोमा। र यदि तपाई मलाई युट्युब मार्फत हेर्दै हुनुहुन्छ भने मेरो युट्युब च्यानललाई सब्स्क्राइब गर्नु नबिर्सिनु होला र भिडियो मन परेमा लाइक कमेन्ट शेयर पनि जरुर गर्नु होला। र इफ यु आर वाचिङ फ्रम टिकटक तपाईले टिकटक पनि फलो गरिदिनु होला। र यदि तपाई इन्स्टाग्राममा हुनुहुन्छ फेसबुकमा हुनुहुन्छ भने फलो गर्न नबिर्सिनु होला। सो आज चाहिँ म यसको सबै कुरा म तपाईलाई टेस्ट गरेर देखाउने छु, कतिको मजाले हान्छ, कतिको राम्रो यसले काम गर्छ भन्ने कुरा र कसरी चाहिँ टाइम सेभ गर्छ भन्ने कुरा पनि आई विल इन्क्लुड एभ्रिथिङ। र आज म यसले दुईटा लो बेडमा चाहिँ कलर गर्नु गइरहेको छु। दुईटा लो बेडको जुन चाहिँ इन्टेरियर पार्ट्समा चाहिँ हामीले जुन डिस्टेम्बर हालिन्छ त्यो कलर चाहिँ मैले यहाँ हालिसकेको छु। त्यो डिस्टेम्बर चाहिँ हामीले हाल्दा चाहिँ एकदमै मजाले त्यसलाई चाहिँ फिट्नु पर्ने हुन्छ, लिक्विड बनाउनु पर्ने हुन्छ। त्यसमा चाहिँ पार्ट्सहरु रह्यो, त्यो डल्लो डल्लो रह्यो भने चाहिँ यसको नोजलबाट पास हुन सकेन भने त्यो हामीले कलर गर्न सकिँदैन। सो फर्स्ट अफ अल चाहिँ हामीले डिस्टेम्बर हान्दा चाहिँ एकदमै मजाले फिट्नु जरुरी छ। र अर्को कुरा भनेको यसमा स्पेशली इनामेल प्लस भित्ताको कलर गर्ने चाहिँ हामीले युज गर्न सकिन्छ। त्यसको लागि चाहिँ एकदमै पर्फेक्ट रहेको छ। र हामीले भित्तामा अझ प्लेन एरियामा कलर गर्दा चाहिँ एकदमै धेरै सजिलो छिटो पनि हुन्छ तपाईको विदाउट पेन हैन। तपाईले ब्रसले हाल्दा हुन्छ नि तपाईको हात कति गल्छ ब्रस धस्दा धस्दा, बट इट्स भेरी इजी हैन। यो चाहिँ सिम्पल हामीले स्प्रे यो स्विच मात्रै दबाउनु पर्ने हुन्छ। यसको यहाँ एभ्रिथिङ यसको एडजस्ट गर्ने पार्टहरु यहाँ देख्न सक्नुहुन्छ। र यसको यो ब्याट्री रहेको छ। सो यो ब्याट्रीले चाहिँ ब्याट्रीले पनि कतिको थाम्छ भन्ने कुरा पनि आई विल इन्क्लुड इन दिस भिडियो। सो वाच टिल द एन्ड, लेट्स गो। सो सबैभन्दा सुरुमा यहाँ म कलर रेडी गर्दैछु। यो चाहिँ डिस्टेम्बर कलर भन्छ यसलाई चाहिँ। जति पनि हामीले प्लाइवुडको बनाएको सामानको इन्टेरियर पार्टमा युज हुन्छ यो चाहिँ हैन। र यसलाई चाहिँ थोरै पानी प्लस थोरै फेभिकल युज गरेर चाहिँ हामीले मज्जाले फिट्नु पर्ने हुन्छ। जबसम्म लिक्विड हुँदैन, फुल लिक्विड हुँदैन तबसम्म चाहिँ एकदमै मजाले फिट्नु पर्ने हुन्छ विथ द हेल्प अफ ड्रिल। अनि मैले यो चाहिँ निकै बेर फिटिसकेपछि रेडी भयो। र सबै सामानहरु मैले जति पनि कलर गर्नुपर्ने सामानहरुलाई चाहिँ मैले बाहिर निकाल्दैछु, किनभने घाम चाहिन्छ। अझ धेरै घाम लागेकोलाई चाहिँ अझै धेरै सजिलो हुन्छ। र यसमा चाहिँ यो मेसिनमा चाहिँ एउटा हावा मात्रै फाल्ने नोजल पनि पाउँछ। र त्यो नोजल हालेर चाहिँ म यहाँ भयभरको धुलोहरु उडाइसके र कलर भर्दै छु। अब चाहिँ म कलर गर्नु पनि मैले स्टार्ट गरिसके। अहिले हल्का घाम पनि लाग्न थालिसक्यो। सो यहाँ देख्न सक्नुहुन्छ एकदमै छिटो, एकदमै फास्ट। अब यो भिडियो त फास्टमा बनाएको छु हैन, तर पनि ओभरअल मैले यो भिडियो बनाइसकिन्जेलमा टोटल टाइम भनेको लगभग 58 मिनेट भएको थियो। भनेपछि विदिन 1 आवरमा चाहिँ मैले यो सबै कलर गरेको छु। भनेपछि हामीले यदि यसलाई नै ब्रसले हाल्नु परेको भए निकै नै टाइम हाम्रो कन्ज्युम हुन्थ्यो भने यो मेसिनको कारणले गर्दा चाहिँ धेरै नै टाइम सेभ भयो जस्तो मलाई लाग्छ हैन। किनभने यसमा चाहिँ अब त्यो ब्रसले अब त्यो कुना कप्चा छिराइराख्नु पर्दैन। यसले भनेको त स्प्रे हानिसकेपछि अल ओभर भेटि नै हाल्छ हैन। सो यहाँ हेर्न सक्नुहुन्छ कलर पनि एकदम राम्रो आएको छ, फिनिशिङ पनि राम्रो आएको छ। अब यो जुन सेतो सेतो हल्का देख्दै हुन्छ त्यो भने चाहिँ सुक्दै गएपछि हल्का सेतो सेतो हुन्छ। यो सुरुमा हालेको देख्न सक्नुहुन्छ सेतो सेतो भएको छ। सो सबै सुक्नु बाँकी छ। अब सुकेपछि चाहिँ अझ राम्रो देखिन्छ, सबै एक लेभलको देखिन्छ। सो फिनिशिङको कुरा गर्दा एकदमै राम्रो छ र टाइम पनि एकदमै थोरै टाइम र पेनलेस हैन। हामीलाई दुखाइ पनि हुँदैन, गलिँदैन पनि। सो यहाँ देख्न सक्नुहुन्छ मैले चाहिँ हानिसकेको छु। र यदि तपाईहरुलाई पनि यो भिडियो मन पर्यो भने लाइक कमेन्ट शेयर गर्नु होला। र तपाईहरुकोमा पनि यदि यो मेसिन पर्चेस गर्न चाहनुहुन्छ भने यु क्यान युज एनी प्लेटफर्म, अनलाइन प्लेटफर्म। तपाईहरुले जहाँबाट पनि अनलाइनबाट अर्डर गर्न सक्नुहुन्छ। सो द्याट्स अल फर टुडे। थ्यांक्स फर वाचिङ। बाइ बाइ।